So hello and namaste everyone. Welcome back to my vlog. मेरो लाभा भ्लगमा फेरि पनि वेलकम। शनिबारको दिन मरो भाइ इधर ओइ कता हो हामी कहाँ जानु लारे भन्छ लु कहाँ खोलामा तल कुलामा लगेर चोपाल्ने नि मलाई त कुलामा गएर त्यो भैँसीको अझ भैँसीको हालमा लगाएर के त्यहीँ हो तल चोपाल्ने त्यहीँ हजुर बिस्तारै बिस्तारै होइन टक्क अब हामी चाहिँ अलिक तल गइसक्यो आउँछ नि त्यसपछि हामी चाहिँ चक्क लगाएर खोलातिर आइपुग्न लागिसक्यो होइन भाइ भन्दै त हामी कहाँ जान्ला फेरि पनि अलि मजाले क्या यता हेरेर क्यामेरा हेरेर स्विमिङ गर्नु अच्छा हाम्रो त्यहाँ मान्छेले धान काटिराख भुइँमा हेरेर नै एकदम खस्छस् कसरी थाहा छैन भने अघि वर्षमा 2 चोटिमा त 3 चोटि लडिसक्यो यो झन्डै कुलामा आइपुगेको थियो आइपुग्न चाहिँ आइपुगेन बिस्तारै बिस्तारै हामी टक्क खोलामा पुग्यो छाउचामा केटा हो चाहिँ अनि टक्क खोलामा आइपुगिसक्यो होइन खोलामा आएर अब यसलाई कहाँनिर चोपाल्ने भन्ने हो कहाँ चोप्लिन्छ मलाई थाहा छैन स्यान्डो नि खोल्न स्पाइडरम्यान चिस्टिस खोइ त तानेको हाम्बाल बगायो तेरो हान्न डाइभ हान्न सोय यता हेर त पोज दे त बग यहाँ खोलामा जाने है यसरी खेल्नु पर्छ पौडी टक्क हामी चाहिँ खोलामा यसलाई पौडी खेलाउँदैछ मैले के गर्न राख फेरि यता आइज नि यता चाल्दै आइज नि यता माथि यसरी चाल्न यस्तो यसरी के खुट्टा नि भट्ल्या त हिँडे के देखायो यसले के देखायो त्यसरी होइन भएन के यसरी यता हेर्दा पुढाङ यता हेर्न यसरी चप्ल्या भन्दै खसिरा ल यस्तै भइरहन्छ हामी अब केही भयो भने देखाउ त नत्र देखाउँदैन हेर्नुहोस् के गर्दैछ यहाँ के हुँदैछ यहाँ के छोप्दैछ यहाँ केलाई छोप्दैछ यसले किन छोप्दैछ यसरी न पौडी खेल्न न फेरि अझ गएर चाहिँ तँलाई यहाँ फाल्छ बगाउला तँलाई मर्दा बगायो त भने बगायो सक्दैन के मैले झ्याउला खायो भने बिल्कुल न
माछा त बाबाआलाई मार्ने हो नि माछा बाबाआलाई मार्ने हो म मार्दिनँ मलाई मार्न हत्या गर्नु हुन थाहा छैन हत्या गर्नु हुन माछा किन हत्या गर्ने हो हुँदैन त्यस्तो हत्या सत्या गर्न हुँदैन बुझेनौ हेर्न 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 बाबरे 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 क्यामेरा यस्तो ढुस भए कि यस्तो ढुस भए कि कसैले गिफ्ट हान्नु न लाभा बोय on the house लाभा बोय खै त स्माइल पोज 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 जक्की कुरा कसैलाई थाहा छैन नि हाम्रो पोहोर साल नि हाम्रो यहाँ बाख्रा खाथ्यो बाघले हर्न हानेको थियो बाख्रालाई ह्वाङ ब्ल्याङ 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 हाम्रो एउटा माउ बाख्रो हो कि पाठी हो कि कुन चाहिँ माथि न माथि माथि न माथि 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 शीतल शीतल हामी जान्छौँ माथि माथि जान्छौँ हो दाइ भन्यो हान्यो तँलाई त भैँसियालो लिएर हाल्नु पर्ने हो हान्यो 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 हो र ल ठिक छ पारिजान उता जानु त पारिजान पारि गयो बिस्तारै बिस्तारै गयो गयो मैले आउने गयो मैले आउने के गयो 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 बा हामी जान्छौँ एउटा भाइरल हाल्छु म लडेँ भन्दै गएर मैले लडेँ भने छैन म यहाँ केरनाथ तँ उदे माथि खास उदे माथि नानी हो समाउँदैन से नो टु माछा से नो टु फिस म के गर्न आया के घाँस खाने त यार पोज दियो यहाँ पछाडि आएर पोज दियो एउटा छिटो बर नजाउँ हाँडा माथि है हाँडा माथि नजाउँ है फेरि हामी नुहाइरह म चाहिँ नखाएन मैले नुहाइरहेको छु भाइलाई होइन च्याक्क लाएर डाइ बाँध्दै एकचोटि बहुत छोड्दै कानमा पानी बस्यो ए यहाँ पानी बस्यो हो डुम्बो भा कान डुम्बो भा यहाँ आइज बाहिर आइज उब्री मुला साइक उब्री यस्तो गरेर भने कान खुल्लिन्छ क्या डुम्बा खुल्लिन्छ उब्रिन अब तेरो यसरी क्या यसरी यस्तो गर्ने मुन्टो अलिकति पङ्गाउने यतिको भने फर्स्ट तर कहाँ माथि पुग्यो फेरि लड त पछाडि लड्लास् भने गफ साउन्डलाइस त्यो
अहिको फेरि ए टाउको ठोकायो गएर बा यहाँ माथि आइज न माथि आइज माथि आइज साबुन सकाएर लान नखोजेको साबुन चिप्लिएको यतिको जोस चाहिँ हुनुपर्छ है यतिको बेला यतिको जोस चाहिँ हुनुपर्छ है भने होइन र साबुन लैस लल्ला टाउकोतिर त्यो सुन्तुरोतिर सबतिर ड्याम धुम म सबै भिडियो हालिदिन्छु सबै युट्युबमा मलाई लाग्यो भने अहिले पक्का लगाए त्यो साबुनले म नआएको नि के हेर्ने त है नहेरौँ साबुन हरायो साबुन पाए त के साबुन सकाइदियो यत्रो डल्लो ल्याएको थियो कि यत्रो डल्लो साबुन ल्याउँदै भ्याइदिइसक्यो यार नआउँदा नयाँ भर्खरै ल्याएको साबुन 50 चोटि लगायो साबुनले औढा रहेछ यो त खै त ल बना तल्ले लौ तल्ले खै सकेन भन्ने मात्र खै सक्यो खै सकेन भनेपछि यसले मजाले माडमुड गर अन्त जाने ल आयो भने मैले त्यही भनेर काटेको थिएँ फेरि के देखाउन लाउनु पर्यो खोइ आफ्नो अन्डरवेयर नधोए त कहाँ अब यत्रो उमेरमा सबै कपडा धुनु पर्ने नदेखाम प्रगति भन्ने कि दुर्गति भन्ने हात देखा न हात अच्छा यतिको जोसिलो हुनुपर्छ है यतिको उमेरमा के अरे पौडी खेलेपछि त्यो बल्ल मरद भनिन्छ के होइन किन ल मै देखाएको छु पोज छिटो भनेपछि बिस्तारै ओ खुट्टा भटे गर न यो मुना त लौ मोर्या मान्छे देखा हाँस्न मन लाग्ने मान्छेको देख्दा नि हाँस्न मन लाग्ने मान्छे देख्दा नि हेर्न चाकी साथै घर जाने भनेको घर जाने मान्छेले हतारै राखेन किन हो यार अब भने त पखाल भनेर आएको यहाँ आएर मजाले साबुन खेलेर गइदियो मान्छे घामले पोलेर टट्टिदियो बस्याउ चिल हान्दै बस्या गर्दा भने मान्दैन टोपी कस्तो छ टोपी छेत्री ब्लग्सबाट आएको टोपी सो केटा हो फ्या पल्टेर यहाँ बाख्रालाई घाँस पनि ल्याइसक्यो यसले चाहिँ पुरा पौडी मात्र खिल्यो मैले चाहिँ अब आफ्नो बाख्रालाई नि अलिकति
घाँस काटेर बेलौती सब काटेर ऊ त्यहाँ मुनि त्यहाँ केरा नि छ त केटाहरू देखेँ क्या 2टा केरा अब छ योपालि नि कसले लैजाने हो पोहोर पालि चाहिँ कसले लिएर गयो भनेको थियो उता मासतिरको त होइन महेश दादाले त लाने होइन कसले पनि लिएर गयो नि होइन अर्कै उता डिगाउँतिर गयो कताको मान्छेले कुलो बनाउने मान्छेले लिएर गयो भन्ने थियो होइन त्यही हो आजको लाभा भ्लग भनेको यसलाई पौडी खेलायो अनि त्यहाँबाट आयो बसियो त्यति त हो नि होइन त्यहाँ चाहिँ धान झाटी ठान्यो त्यहाँ मैले जुम गर्न मिल्दैन जुम गर्न न त देखायो नि त त्यहाँ देख्थ्यो त्यही नि त तल चाहिँ धान झाटी राख त्यही हो होइन ल बाई भन्दा घर पुगेपछि भेटिन्छ भन्ने त ल बाई बाई हामी घर पुगिसकि भेटिन्छौँ गाइज गाइज भाइले पनि सक्यो बाई